आज हामीहरू धनगढी स्विमिङ खेल्न जान लागेको के छ अरू बाटोको मेरो बहिनी टाङ्गे अरू मेरो हजुरआमा आमा यता हेर्नु त हाँस्नु त ल बाबा यता हेर्नु त ल हाँस्नु ल चाहिँ यहाँ बजार भन्दा नि अलि पर मन्दिर छ एउटा अगाडि पनि छ यो के को गेट हो ल गेस गर्नु होला कमेन्टमा हालिदिनु होला ल यो के को मन्दिर अब हामी बुटाबारी छौँ होइन बुटाबारी छौँ अहिले देखिरहनु होला पहाड क्यामेराबाट खासै आइरहेको छ त देखि अब छ त्यही भएर टिपिराखेन छन त छ कुन ठाउँ हो हेर्न सक्नुहुन्छ ढोके बजार भन्दा अगाडिको पुल हो तोदा पुल अझ नि बने छैन पुरानो पुल अब भत्काउने हो कि के गर्ने हो नयाँ पुल बनाउने हो यता पहिला ठुलो खोला थियो माथिसम्म चाहिँ सुकेर यति थोरै भइसक्यो हेर्न सक्नुहुन्छ अब यहाँ ठुलो पुल बन्छ पुलको माथि चढेर जाने अहिले त यस्तो पुल छ पछि कस्तो पुल बन्ला जस्ट गेस इट पानी अब म सिधा ढोके बजार पुगेछु है त ल हामी ढोके बजार पुग्न हौ मन्दिर छुटिहाल्यो ढोके बजार पुग्न हौ क्यामेरै खुलेन त म के ल चुप्प लाग न ल हामीहरू ढोके बजार पुगिसकेका छौँ अब कतै बाँदर भेटिन्छ भने गाइज अहिले हल्का काम परेको थियो अब भइहाल्यो काम अब जान्छु बाँदर हेर्न ल आज बिहान बिहान छैनन् क्या हो बाँदर छ होला भने कता छैनन् क्या भेटिन जस्तो छ गाइज एउटा मात्र देख्यो नि मेरो ठुलो कुरा अगाडि मैले देखिरहेको यहाँबाट देखिन्न यहाँ छतमाथि थाहा क्या मलाई यहाँ देखिन्न के छानामा बाँदर ए यो त कुकुर हुने फेरि बाँदर हुनु बाँदर नभेट्टालान् भनेको त बाँदर भेटिए यहाँबाट पनि देख्छ लागि छतै छतमा कतै कमेन्ट गर्नु होला देख्नुभयो कि देख्नु भएन अनि यो कुन पुल हो हल्का हल्का देखिरह होला राम्रोसँग देखिरहेन यो हाम्रो ताल हो ल त बाई ल गाइज हामी धनगढी पुगिसकेका छौँ यो धनगढीको रोड हो अब अझ अगाडि धेरै नै अगाडि अझ आउँछ कति झन् परै छ अझ स्विमिङ त आज स्विमिङ खेल्ने मेसो त मिल्थेन तर हाम्रो बाबाको डायलिसिस परेको बाबा जहिले डायलिसिस जानुपर्छ हप्ताको 3 दिन त्यसैले हाम्रो छुट्टी पनि थियो स्कुलको त्यही भएर आज स्विमिङ खेल्ने भनेर आइएको हो
अरू अरू ल न्युज च्यानल छ भने पछि हेर्नु होला अगाडिको पहाड हेर्नु ल ल अरू रुखमा तपाईँलाई नेपालको झन्डा देखाउँछु धनगढीमा भएको नेपालको झन्डा धनगढी अगाडिको खबर म तपाईँलाई पुऱ्याइराख्छु अगाडिको खबर ल बाई बाई यिनी मेरो दिदीको भाइ बेलुकातिर आयो हामीले अहिले अर्डर चेन्ज गरेको इ जीविना हामीले अहिले अर्डर चेन्ज गरेको है अझ नि स्विमिङ अझ नि गरेनौँ नास्ता सास्ता गरेको थियौँ नास्ता सास्ता गरेको देखाउन पाइएन स्विमिङ स्विमिङ खेल्न जान लाग्यो अब नजिकै छौँ भनौँ नजिकै छौँ नि आमा स्विमिङ खेल्ने ठाउँ स्विमिङ खेल्ने ठाउँ अब नजिकै छ नि स्विमिङ खेल्ने ठाउँ अब हामीहरू जान लाग्यो स्विमिङ खेल्न बजारको बाटो ल बन्द अब हामी लगभग नजिकै छौँ गाइज मेरो भाइ मेरो बहिनी पनि थिइन् जो कि अटोमा नअटेर अहिले बाइकमा आजसँग रौनकको फोटो उनको नाम चाहिँ रौनक हो रौनक होइन तिम्रो नाम के हो त फेरि गाइज हामी स्विमिङ पुल पुग्न लागिसक्यौँ अब स्विमिङ पुल माथि देखिरहनुले स्विमिङ पुलमा पुग्यौँ ल पुग्यौँ ल माथि लेखेको देखिरहनु होला स्विमिङ पुल फाइनली हामीहरू स्विमिङ पुलमा पुगिसकेका छौँ गाइज यो ट्याक्कै धनगढीको काननिर है त भन्न सक्नुहुन्छ भने भनेर देखाउनु ल काननिर हो यो ट्याक्कै धनगढीको कुन कर्नरमा छ ल भन्नु होला ल भनेको थिएँ नि यी बहिनी दिदी भिनाजु अगाडि पछाडि अब हामी जाम है त अगाडि मेरो आफ्नै बहिनी रुही हाई गर त ऊ मेरो बहिनी दिदीको बहिनी ल ऊ भिनाजु आज स्विमिङै खेलौँ आजको प्लान स्विमिङ खेल्ने टिकट काट्न पर्छ है त ल अहिले टिकट काटौँ टिकट काटिसकेको भिडियो देखाउँछु है त खुट्टाको 250 रुपियाँ टिकट तपाईँहरू हेर्न सक्नुहुन्छ 200 मात्रै भयो 1000 भयो 1500 किलो कट्टु चाहिँदैन कट्टु पनि मिल्छ कट्टु नल्याइकन आउनु होला तपाईँ आउने बेला सबैलाई चिन्नु होला टिकट एउटीको लागि चाहिँ चाहियो गेट खुल्यो भने खुल्यो लकर रुम यता उरो न त्यहाँ होइन यता त्यहाँ जानुहुन्न ल अब कता के गर्ने हो मेरो कपडा कहाँ आमा कहाँ मेरो कपडा म कपडा चेन्ज गर्न गइरहेको गाइस अटो ल्याएर नुनीहरू के बनाउने
विशेष यता ल गाइज हामीहरू पानीमा आइसकेको छौँ। नाइ रौनक हुँदैन 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 पर्दैन 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 गाइज अब हामी स्विमिङ पुलबाट निक्लिँदै धेरै फोटो पनि खिच्न पाइएन। एउटै हो क्या भिडियो पनि एउटा हो कि दुईवटा छन् त छन् राम्रै छन् तर ओरे नै छन् जस्तो। अब हामीहरू घरतिर लागेको अब हामी घर जान ल त बाई बाई।